भिडियो गर्दैछ ल भिडियो सबैभन्दा धेरै त मै आछ फोटोमा यार प्रायः फेरि यतै परेको के यता परेको सबैभन्दा धेरै त मै आएको ल ल आऊ चिराको चिराको मासु आऊ बच्चाहरू आउँछ उहाँनु न मकै मकै नि बुझे जाला थियो कि खाऊ खाऊ छ खाऊ छ उजालाउनु गयो के अब हजुर अप्रो है उजालाउनु हैन भाषण अब ल हेलो भन म भाषण के ठीक छ भान्सा मकै खानु हुन्छ कि भएन म त मासु खै भने नि खानु अघि नै मार्गी पल्दै आयो यो हो र ए त्यसो भन्छ ठिकै त भन्छ ल हामी त भोकाइसक्यो भनेर के फेरि चिराले नि खायो होइन ठिक छ नि हजुर चिराले तिमी खायो नि अनि कसले खान्छ अनि धेरै त खाएको खोइ चिरा भातले नि धेरै चिराले कम्प्युटर घरमा उचाबाट जुदाको उजाला नि आलु त आंगले बन्यो यहाँ भिडियो आउँदैन के आउँछ कम्फर्टेबल नि भएन बाजु जान्छ मजाले प्लेटी मारेर सुन्न अलि जाने ल चिराको चाहिँ मासु खाँदा दाँत नहुने हो त्यो हजुरजी चिराकले चाहिँ मासु खाँदा दाँत नहुने हो त्यो सिधा खाइसकेर चाहिँ हजुर खायो भन्दै है खै के हो के त नि अब खायो भन्छ कि अब यार हजुर खाएर खानु न चल्न मकै मकै त गुलियो जस्तो झन् है गुलियो नि युकेमा नि मकै मैले देखेको टेन्सन हुँदो रहेछ सिजन अनुसार हुँदो रहेछ सिजन अनुसार मात्रै हो फ्रिजमा हुन्छ नि सुपर मार्केट मार्केटमा होला फ्रिजमा राख्छ सुपर मार्केटमा तासेर युके त जम्मै अब नेपाली भएर होला कि अब नेपाली दोकान पनि हुने सबै हुने कि सबै ठाउँ कहाँ हुन्छ सबै ठाउँ त हुन्न नि अब कुनै कुनै धेरै नेपाली बसेको एरिया त्यो के अरे हाम्रो बाबाहरू बसेछ त्यो लन्डन के त्यहाँ त छ नि नेपाली यहाँ त टन्नै रहेछ नि नेपाली त दोकानहरू त पोलम स्टेट रे दिदी पोलम स्टेट भन्छ नि त्यसलाई होइन पोलम स्टेट त्यहाँ लन्डन पनि भन्दो रहेछ त्यसलाई नेपालले गरिदिएको त्यही प्रायः जस्तो जम्मै नेपाली नै रहेछ त्यो ठाउँमा जस्तो लाग्यो अलि मास्टर गएको त फेरि गार्डन पनि त्यतिको ठुलो भनेको कि मकै साथी हो मकै। हङकङमा पोलेको पोलेको मकै मकै। खानुहोस् है हजुरहरूलाई यही भिडियोद्वारा नै दिएको छु नि ल ल थ्याङ्क यू युकेको साथीहरूले पनि हेरोस् न होइन युकेको साथीहरूले पनि हेरोस् न मकैहरू खाएको के भन्नु न अब के अनि आज ह्याप्पी मदर डे नि परेको अनि दिदी अब केही बनाउनु फ्रम छैन युकेबाट नि आउनुभएको अनि जस खुसी नै छ हामी होइन फेरि राम्रो त भएन योभन्दा राम्रो के बनाउने अलिक सिङ्कर पटार गरेर त्यही त नि कलरफुल गरेर पकाउनु पर्थ्यो नि राम्रो नभए पनि दिदी के अरे अब यस्तै हो विदेशमा अब राम्रो नभए पनि अब मनले चाहिँ नि अब खुसी हुनुहोस् कि एकदम दामी त्यही त खुसी हुने अब त्यही हो अब विदेशमा त त्यही त हो नि दिदी होइन घन्छ मन्छ घन्छ मन्छ दुःख सुख त्यस्तै हो कि के हो कि मकै मकै के ए फेरि डबल उ गऱ्यो भने त हो दुई जाने हो
खाऊ न अरू खाऊ त्यो खाऊ म त खाए अघि नै अरूलाई धनको भात अँ, मायालाई पानको पात पानी हो नि बिचरा अब यस्तै हो अब के उसले चाहिँ खुसी हुने हो मलाई त्यो डेट भयो कस्तो मिठो छ खाएला गर्दै खाइहाल न खाइहाल खानु मन लागेको छैन आइज कति आइज के अरे भन न तपाईँ खानु ल खानु मन लाग्यो आइज कति बाँडेर खाम्ला होइन मकै पोलेको छ अँ, बाँधेर खाम्ला अँ, भात खानु विदेश बाँकी छ विदेशमा अब यस्तै हो जोडी छ आज हो त नि, रमाइलो गर्ने आइज हो है साथीहरू छुट्टी पनि परेछ फेरि भोलि छुट्टी परेछ अब त्यही भएर पनि दिदी युकेबाट आउनुभएको अब हाम्रो मदन छुट्यो भोलि होइन त्यही भएर सबै मिलेको भएर त्योबाट आएको केही पनि बनाउनु पाएन पाएन गाह्रो नभन् है साथी यत्रो मासु यत्रो मासु भेराइटी मासु मात्रै पोलेर खुवाउनु भयो पालेर खाने अरू त के बनाउनु र योभन्दा सबैभन्दा त माया पो मिठो छ। बनाएर खाउँला ल नेक्स्ट टाइममा रोटी हालेर खाउँला होइन दिदी के भने